दर्शन नमस्ते मेरो सम्पूर्ण इष्ट मित्र फेसबुक टिकटकको साथीभाइ आफन्तजनहरू मित्रजनहरू साथीभाइजनहरूलाई म के भन्न चाहन्छु भने मलाई एउटा सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु। म चाहिँ एउटा सहकारी पीडित हो होइन, अनि त्यसै कारणले अहिले अब बचत फिर्ता पाइरहेको छ अरे डुबेको सहकारीबाट भन्ने हल्ला सुनिरहेको छ होइन। अनि कुनैले कहाँ जानुपर्छ भन्नुहुन्छ होइन, कुनैले कहाँ जानुपर्छ भन्नुहुन्छ। अब त्यो चाहिँ मलाई थाहा भएन। अब खास गरी हामी जान सहकारीमा हामी पैसा राख्ने भनेर गएको पनि होइन। एउटा नाइस टेलिभिजन चलाउनु हुँदो रहेछ एकजना रत्न पुलामी मगर र धनबहादुर पुनले। तीजको कार्यक्रम राखेर चाहिँ उहाँहरूले बोलाउनु भयो होइन। अनि त्यस ठाउँमा हामी गयौँ। अनि जाँदाखेरि हामीलाई अब हामीसँगै मिलेर काम गर्नु होला हजुरहरूले भन्नुभयो। अनि उहाँहरूले चाहिँ एकदम रात बाँडेको सहयोग गर्यो। कोही भिडियोहरू फोटोहरू हालिरहनु हुन्थ्यो फेसबुकमा। नि त उहाँहरू राम्रै मान्छे हुनुहुन्छ होला भनेर। अनि के काम गर्ने हो र हामीले भन्दाखेरि अब 2 लाख रुपियाँ लगानी लाऊ टेलिभिजनमा, नाइस टेलिभिजनमा, त्यहाँको संरक्षण हुनुहुन्छ। अनि त्यसपछि अनि तपाईँको 2 लाखको चाहिँ वर्षको 30,000 5 स्टार होटलमा असार मसान्तको दिनमा खाममा राखेर वर्षको 30,000 आउँछ। अनि हामी पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म हामी कार्यक्रम राख्छौँ लाइभदरी। त्यसमा चाहिँ नि अनि हजुरहरू पनि जानु पाउनुहुन्छ सदस्य बनेपछि। अनि त्यसमा चाहिँ दिनको 2,000 भत्ता आउँछ। अनि हजुरहरूलाई हामी महिनाको 4वटा 5वटा प्रोग्राम अवश्य हुन्छ। त्यति भएपछि महिनाको 10-12 हजार कहीँ जाँदैन। अनि वर्षको 30,000 पनि आउँछ भन्नुभयो होइन। अनि मैले के सोचेँ, अब हामी अब ठुलो काम गर्ने हाम्रो औकात छैन, क्षमता छैन होइन। अब बुढेसकाल लगाइसक्यो, अर्काको घरमा भाँडा माझेर नै खानु सकिँदैन। हाम्रो के नै छ अरू औकात, हाम्रो अफिसमा जागिर खाने औकात छैन। हामी बुढोपाका भइसक्यौँ, हामीले बाहिर कुनै के उन्नति प्रगति गर्न सक्दैनौँ। अब यस ठाउँमा लगानी लगाएपछि हाम्रो नाम पनि आउने दाम पनि आउने भयो। अब किन लगानी नलाउने भनेर चाहिँ अब दुःख जेलो गरेर भाँडा माझेर कमाएको पैसा लगानी लगाइयो। अनि त्यसपछि बोलाउनु भयो हामीलाई सहकारी भनेर थाहा पनि छैन। अनि त्यसपछि हजुरहरूको प्रमाणपत्र लिन आउनु भनेर बोलाउनु भयो। अनि जाँदाखेरि उयो दिनुभयो एउटा होइन, यो दिनुभयो। अनि एउटा उयो दिनुभयो, यहाँ 2 लाख लेखिएको छन्। अनि यो चाहिँ नि पैसा बुझाएको बिल, यो चाहिँ पैसा बुझाएको प्रमाणपत्र। अनि हजुरहरूको ब्याज आउँछ, महिनै पछि ब्याज जोड्नुपर्छ, ब्याज राख्नुपर्छ। अब खाता खोल्नुपर्छ ल भने 1000 रुपियाँ चाहिन्छ भन्नुभयो। अनि यहाँ खाता पनि खोलाउनु भयो। अनि यो अफिस चाहिँ नि बागबजारमा रहेछ पहिले होइन। अनि बागबजारमा रहेछ यो अफिस। अनि त्यहाँ लगेर यो दिनुभयो। धेरै कम्प्युटर सम्प्युटर पनि दराज सराज यताउता ह्याङत्याङ टनक्क सामान पनि थियो। देख्यौँ ए राम्रै हो रहेछ भने सोच्यौँ। त्यसपछि बागबजारमा जाँदा हुनुहुन्न रहेछ। अनि नि कल गर्दा बल्ल बल्ल सामाखुसीमा सरास अफिस भन्नुभयो। अनि लोकेसनले पत्ता लगाउँदै जाँदाखेरि जम्मै एउटा सोकेस राखेर, एउटा टेबल राखेर, एउटा कम्प्युटर राखेर बस्नु भएको रहेछ। अनि त्यसपछि पनि कन्ट्याक्टमा आउनु भएन। अनि अहिले त्यो सहकारीको अफिसमा तालचा झुन्ड्याएको छन्। हामीले कल गर्दाखेरि रत्न पुलामी मगरले ब्याकलिस्टमा राख्नु भएको छ नम्बर। धनबहादुर पुन कहिले कसो वाट्सएपमा आउनुहुन्छ कन्ट्याक्टमा, दिदी हामीले तराईमा जग्गा किना छ, जग्गा प्लटिङ गर्दैछौँ, जग्गा बिकेपछि दिन्छु भन्नुहुन्छ। कहिले पनि दिनुहुन्न, दिन्छु चाहिँ भन्नुहुन्छ होइन। अनि अहिले त न उहाँहरू हाम्रो कन्ट्याक्टमा हुनुहुन्छ, न अफिस खुल्ला छ। अफिसमा तालचा मात्रै लाग्यो होइन। अफिसबाट घरपट्टिले अफिसै हटाइदिइसक्यो। अहिले अफिस पनि छैन। अनि अहिले यो बचत फिर्ता पाछ अरे भन्ने सुन्छु टिकटकतिर फेसबुकतिर होइन। अनि त्यसै कारणले अब कहाँ गएर सम्पर्क गर्नुपर्ने रहेछ, के गर्नुपर्ने रहेछ थाहा हुनेहरूले सम्पूर्णले बताइदिनु होला। धेरै धेरै धन्यवाद दिनेछु म भन्छु होइन। अब मैले चाहिँ थाहा छैन। अब यो बचत फिर्ता लिनु पनि हामीलाई घरमा बसेको ठाउँमा त लौ तिम्रो बचत फिर्ता भनेर त दिन आउनुहुन्न होला पक्कै पनि होइन, जानु पर्ला। अब त्यो कुन ठाउँमा गएर के गर्नुपर्ने हो, के बुझाउनु पर्ने हो, हाम्रो यो जुन अब यो कागजपत्रहरू अब के बुझाउनु पर्छ
त्यो सम्पूर्णले भनिदिनु होला। अनि समस्याग्रस्त सहकारीले मात्रै फिर्ता पाएको नि भन्नुभएको छ। अनि जुन के छ हाम्रो यो सहकारीको नाम, अब हाम्रो यो सहकारीको नाम चाहिँ हिमालयन शिखर बहुउद्देश्य सहकारी संस्था भनेर लेख्नु भएको छ। अनि हाम्रो यो जुन पहिले के रहेछ, काठमाडौँ हिमालयन शिखर बहुउद्देश्य सहकारी संस्था भनेर लेख्नु भएको छ। जुन हाम्रो यो संस्था चाहिँ अनि समस्याग्रस्तमा पर्नु भएको छ कि पर्नु भएको छैन त। अब अफिसै छोडिसक्नु भयो त उहाँहरूले, कन्ट्याक्टमै बस्नुहुन्न। अब यो जुन यो अफिसको मालिक भनौँ अब धनबहादुर पुन मगर, अब उहाँलाई म तँतिर नि भनेँ नराम्रो भन्दिनँ होइन। उहाँ कहिले कसो कन्ट्याक्टमा आउनुहुन्छ, वाट्सएपमा बोल्नुहुन्छ। जग्गा प्लटिङ गर्दैछु, बेचेपछि दिन्छु दिदी भन्नुहुन्छ, अब दिनुहुन्न। मैले के भन्छु, मलाई बरु ब्याज चाहिँदैन, मेरोसँग फिर्ता देऊ, मैले नि दुःख गरेर कमाएको पैसा हो होइन, दुनियाँ भाँडा माझेर बुढेसकालमा खानु पाइएला भनेर चाहिँ मैले नि बचत गरे हो। अब तपाईँहरूलाई खानुहोस् भनेर दिएको त होइन मैले त्यो पैसा भन्दाखेरि दिन्छु भन्नुहुन्छ, दिनुहुन्न। कन्ट्याक्टमा आउनुहुन्न। उहाँहरू दुवैजना कन्ट्याक्टमा आउनुहुन्न। जो रत्नपुलामी मगरले चाहिँ अहिले हेटौँडाको सानो पोखरामा स्टुडियो खोलेर बस्नु भएको छ, जोरमादल मिडिया चलाएर, लाइब्रेरी चलाएर। अनि धनबहादुर पुन मगर अब कता जानुभयो, के गर्नुभयो, त्यो मलाई केही पनि थाहा छैन, कन्ट्याक्टमा हुनुहुन्न। त्यही भएर अब मैले मेरो यो डुबेको पैसा फिर्ता पाउनलाई कहाँ जानु पर्यो, के गर्नु पर्यो, सम्पूर्णले बताइदिनु होला। यो मेरो टिकटकमा मात्रै नभएर फेसबुकमा, युट्युबमा नि आउँछ। सानो च्यानल खोलेको छु, गङ्गा सुनवार भनेर, सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। केही दिनपछि अब मेरो आफ्नो लाइब्रेरी, आफ्नै युट्युब च्यानल हाल्छु भनेर मैले खोलेको छु। अनि बताएर सहयोग गरिदिनु होला भन्न चाहन्छु होइन। अब आफूले नजाने कुरा त अब सोध्नै पर्यो। अनि अर्थी भने घरतीको नि मान्नु भन्छन्। त्यही भएर मैले सम्पूर्णलाई मैले सल्लाह सुझाव मागेको छु। जान्नु हुने हुनेहरूले झर्को नमानेर बताइदिनु होला, कुन ठाउँमा गएर के गर्नुपर्छ, हामीले रकम फिर्ता पाउनलाई, बचत फिर्ता पाउनलाई के बुझाउनुपर्छ, के गर्नुपर्छ, त्यो चाहिँ सम्पूर्ण मेरो टिकटक साथीहरूले बताइदिनु होला। युट्युबको साथीहरूले, युट्युबमा पनि भर्खर 138 फलोवर्स पुगेको छ, मेरो सब्सक्राइब पुगेको छ। युट्युबको साथीहरूले नि बताइदिनु होला मलाई। अनि मेरो टिकटकमा नि अब 5,000 साथी हुनुहुन्छ होइन। 6,000 साथी भएपछि त एउटा न एउटाले बुझ्नु भयो होला, थाहा होला यस्तो कुरो, अनि बताइदिनु होला। म मात्र होइन, मेरो साथमा 2 जना अरू पनि फस्नु भएको छ होइन। अनि एउटा सिन्धुली हाइटारको मिनबहादुर तामाङ फस्नु भएको छ भने, एकजनाले चाहिँ नाम नभन्नुहोस् मेरो भन्नुभएको छ, मेरो साथी नै हो। अनि उहाँहरूले पनि त्यसरी राख्नु भएको छ होइन। जम्मा हाम्रो 5 लाख फिर्ता लिनुपर्ने हो। अनि मौखिक पनि अनि त्यतिकै हातमा नै लिनुभएको छ। रत्नपुलामी मगरले मेरो एउटा साथीसँग 20,000, मसँग 20,000 लिनुभएको छ। त्यो पनि फिर्ता पाउनुपर्छ। हामीले अहिलेसम्म फिर्ता पाएको छैन। उहाँहरू पनि उम्किनु नपाओस्, हामीले पनि दुःख गरेर कमाएको पैसा हो। त्यसै कारणले जसरी फिर्ता पाऊँ यो पैसा भनी चाहन्छु। त्यही कारणले अब मैले नबुझेको कुरा, मैले बुझे भए, मैले जाने भए म आफै जान्थेँ होइन। अब मैले नबुझेर, मैले नजानेर हजुरहरूसँग मैले साथ सपोर्ट खोजेको छु, मागेको छु होइन। सम्पूर्णले मलाई साथ दिनु होला, सपोर्ट गरिदिनु होला। युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। युट्युबको साथीले पनि भनिदिनु होला, फेसबुकको साथीले पनि भनिदिनु होला, टिकटकको साथीले पनि भनिदिनु होला होइन। जसलाई थाहा छ नि अब यो कुन ठाउँमा गएर मैले के गर्छु, मेरो बचत फिर्ता पाउँछु, त्यो सम्पूर्णले बताइदिनु होला। एउटा पीडित हो म पनि होइन। अब मैले नजानेरै मैले हजुरहरूलाई सोधे, बिन्ती छ सबैजनाले मलाई बताइदिनु होला। बुझ्नु हुने, थाहा पाउनु हुनेहरूले 6,000 त मेरो टिकटकमा साथी हुनुहुन्छ, हजुरहरूले बताइदिनु होला। फेसबुकमा पनि 2,000 साथी हुनुहुन्छ, फेसबुकको साथीले बताइदिनु होला। युट्युबमा नि 138 साथी हुनुहुन्छ, युट्युबको साथीले बताउनु होला। सम्पूर्णलाई मैले यति सहयोग चाहिँ भिख मागे जस्तै गरेर मागेको छु, भनेको छु होइन। सम्पूर्णले बताइदिनु होला। धन्यवाद।